आहा, आज हामी एउटा निकै महत्त्वपूर्ण सामग्रीमा गइरहेछौँ। यो हो दक्षिण अफ्रिकी मन्त्री नालेदी पान्डरको एउटा भाषणको ट्रान्सक्रिप्ट। उहाँले अन्तर्राष्ट्रिय ऐक्यबद्धता र अहिलेको विश्व व्यवस्थाबारे खुलेर बोल्नु भएको छ। यो भाषण पिपल्स डिस्प्याच युट्युब च्यानलमा रहेछ। हो, र यो भाषणले अहिलेका जल्दा-बल्दा विषयहरू मतलब संसारले भोगिरहेका सङ्कट अनि ग्लोबल साउथ भनिने विकासोन्मुख देशहरूको भूमिकाबारे कुरा गर्छ। अनि अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै संयुक्त राष्ट्र सङ्घ त्यसमा किन सुधार चाहियो भन्ने जस्ता गम्भीर विषयहरू पनि उठाएको छ। एकदमै। हाम्रो उद्देश्य पनि के हो भने यो भाषणभित्रका खास विचारहरू, यसका अन्तर्दृष्टिहरूलाई केलाउने, यसले अहिलेको अन्तर्राष्ट्रिय राजनीति कस्तो छ अनि भविष्य कता जाँदैछ भन्ने बुझ्न पक्कै पनि मद्दत गर्छ जस्तो लाग्छ। हामी यो भाषणमा प्रस्तुत तर्क र आह्वानहरूको अलिक गहिराइमै पुग्ने कोसिस गर्नेछौँ। त्यसो भए सुरु गरौँ न त। भाषणको सुरुवातमै वक्ताले भन्नुभएको छ, विश्व अहिले निकै सङ्कटग्रस्त स्थान हो र यो यथार्थलाई हामीले स्वीकार्नै पर्छ। उहाँले एउटा घटना उल्लेख गर्नुभएको छ। 2021मा अफ्रिकी सङ्घ एयुमा इजरायललाई पर्यवेक्षकको रूपमा निम्तो दिएको। त्यसमा उहाँले आफू स्तब्ध भएको र कडा आपत्ति जनाएको कुरा गर्नुभएको छ। र यहाँ अलि चाखलाग्दो कुरा के छ भने नि, उहाँको त्यो आपत्तिलाई 54 अफ्रिकी राष्ट्रमध्ये जम्मा 3 राष्ट्रले मात्र समर्थन गरेछन्। भाषणमा चाहिँ यसलाई आर्थिक सहायता दिएर राजनीतिक प्रभाव पार्ने एउटा रणनीतिको रूपमा हेरिएको छ। ए हो र, जम्मा 3ले मात्र? हो। आरोप के लगाइएको छ भने इजरायल र मोरोक्को जस्ता देशहरूले अफ्रिकी देशहरूलाई आर्थिक सहयोग दिएर उनीहरूको अराजनीतिक समर्थन मतलब मौनता किन्ने प्रयास गरिरहेका छन्। यो त निकै गम्भीर आरोप भयो। अनि वक्ताले प्रगतिशील भनिने सङ्गठनहरू, ट्रेड युनियनहरूले पनि अफ्रिकी सरकारहरूलाई यस्तो कदमको विरुद्धमा उभिन मनाउन नसकेकोमा आलोचना पनि गर्नुभएको छ। उहाँको जोड के देखिन्छ भने अब भाषण मात्रै गरेर हुँदैन, ठोस कदम चाल्नुपर्छ भन्नेतिर छ। हो, अहिलेलाई चाहिँ इजरायललाई पर्यवेक्षक बनाउने निर्णय रोकिएको त छ, तर यो मुद्दा अफ्रिकी सङ्घबाट पुरै हटेको चाहिँ छैन। यसले के देखाउँछ भने ग्लोबल साउथ भित्रै पनि कस्तो तनाव छ अनि बाहिरी शक्तिहरूको प्रभाव कति गहिरो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। अब अलिकति प्यालेस्टिनी मुद्दातिर लागौं। भाषणमा प्यालेस्टिनी पत्रकार शिरिन अबु अक्लेहको हत्या र त्यसमा विश्वले देखाएको आश्चर्यजनक मौनताको निकै कडा शब्दमा आलोचना गरिएको छ। संकेत के छ भने यदि यस्तै घटना कुनै पश्चिमी पत्रकारसँग भएको भए सायद प्रतिक्रिया निकै फरक हुन्थ्यो होला। भौनी, र यसले मिडियाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। खास गरी इराक युद्धताका त्यो इम्बेडेड पत्रकारिता भन्ने थियो नि, सेनासँगै गएर रिपोर्टिङ गर्ने। त्यसपछि त झन् भाषणमा के आरोप छ भने अल जजिरा जस्ता एकादा अपवाद बाहेक धेरैजसो मिडियाले सत्यको सानो टुक्रा मात्र देखाउँछन्। अनि यो आलोचना फेरि प्यालेस्टिनियन भूमिमा इजरायलको लामो समयदेखिको गतिविधिसँग जोडिएको छ। अवैध बस्ती विस्तार, मानव अधिकार हनन अनि विशेष गरी गाजापट्टीको कुरा। 16 वर्षदेखि त्यसलाई खुल्ला जेल जस्तो बनाएको अवस्था। त्यहाँ पानी, बिजुली, इन्धन जस्ता आधारभूत कुराहरू नियमित काटिन्छ भन्ने यथार्थलाई फेरि दोहोर्याइएको छ भाषणमा। 16 वर्ष, त्यो त लामो समय हो। वक्ताले त इजरायललाई स्पष्ट शब्दमा रङ्गभेदी राज्य मतलब अपार्थाइड स्टेट नै भन्नुभएको छ। यो त निकै गम्भीर आरोप भयो है? भयो, निकै गम्भीर। उहाँको तर्क के छ भने प्यालेस्टिनीहरूलाई स्वतन्त्र रूपमा हिँडुल गर्न नदिने, उनीहरूका लागि छुट्टै बाटो, छुट्टै प्रवेशद्वार हुनु, बालबालिकाले समान शिक्षा नपाउनु, यी सबै कुराहरू दक्षिण अफ्रिकाले भोगेको रङ्गभेदसँग ठ्याक्कै मिल्दोजुल्दो छ। त्यो तुलना गर्नुभएको छ। हो, अनि यसैसँग जोडिएर आउँछ पश्चिमी शक्तिहरूको त्यो दोहोरो मापदण्डको आलोचना। उनीहरूले अवैध कब्जालाई समस्याको जड मान्नुको सट्टा उल्टै प्यालेस्टिनीहरूको आलोचना गर्ने र कब्जा गरिरहेको इजरायलको समर्थन गर्ने गरेको आरोप छ। वक्ताले त केसम्म भन्नुभयो भने आफूले युक्रेनमा रुसलाई कब्जाकर्ता भन्न हिचकिचाउँदा अनेकौं बिल्ला भिराइयो, तर प्यालेस्टाइनको सन्दर्भमा चाहिँ ठिक उल्टो मापदण्ड अपनाइयो।
यसमा उहाँको निकै आक्रोश देखिन्छ। सम्बन्धमा अब अन्तर्राष्ट्रिय संस्थाहरूको सुधारको कुरा गरौँ न त। भाषणले संयुक्त राष्ट्रसङ्घ UN खास गरी यसको सुरक्षा परिषदमा आमूल परिवर्तन हुनै पर्छ भन्ने आवश्यकता औल्याइएको छ। स्थापना भएको झण्डै 80 वर्ष भइसक्यो, अझै पनि 5 वटा राष्ट्रले त्यो भिटो जस्तो असमान शक्ति राख्ने, अनि विडम्बना त विश्वका धेरै समस्यामा त तिनै राष्ट्रहरू कतै न कतै मुछिएका हुन्छन्। यो स्वीकार्य छैन भन्ने तर्क छ। एकदम। र अर्को महत्त्वपूर्ण माग के छ भने संयुक्त राष्ट्र महासभा जेनरल असेम्ब्ली, जहाँ सबै सदस्य राष्ट्र छन्, त्यसले बहुमतले पास गरेका प्रस्तावहरू जस्तै इजरायललाई 1967 को सिमानामा फर्कन गरेको आह्वानलाई सुरक्षा परिषदका केही सदस्यले रोक्न सक्ने अवस्था अन्त्य हुनु पर्यो। वक्ताको विचारमा सुरक्षा परिषदलाई अझ प्रजातान्त्रिक बनाउनुपर्छ र त्यसले गरेका निर्णयहरू लागू गराउने एउटा बलियो संयन्त्र पनि चाहिन्छ। या विकसित देशहरूको व्यवहारमाथि पनि प्रश्न उठाइएको छ। उनीहरू अन्तर्राष्ट्रिय कानून मान्ने कुरामा अलि छनोटपूर्ण व्यवहार गर्छन्, तर विकासोन्मुख देशहरूलाई चाहिँ नियम मान्न निकै दबाब दिन्छन् भन्ने आरोप छ। हो, घानाको उदाहरण पनि दिएको छ भाषणमा। घानाको त्यहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष IMF को ऋण लिएपछि आर्थिक वृद्धि त देखियो भनियो, तर त्यसको बदलामा शिक्षा, स्वास्थ्य, आवास जस्ता सार्वजनिक सेवामा कति असर पर्यो भनेर कसैले खोतलेन भन्ने गुनासो छ। त्यो IMF को शर्तहरूको असर त्यो त सधैँको बहसको विषय हो नि। अब यही असन्तुष्टिलाई लिएर होला वक्ताले ब्रेटन वुड संस्थाहरूको पुनः संरचनाकै माग गर्नुभएको छ। हो, IMF र विश्व ब्याङ्क अनि विश्व व्यापार सङ्गठन WTO को आधारभूत पुनः संरचना नै चाहियो भन्नुभएको छ, होइन? हो, आधारभूत पुनः संरचना। उहाँको तर्क के छ भने यी बहुपक्षीय विकास वित्त संस्थाहरूलाई अहिलेका जल्दाबल्दा चुनौतीहरू जस्तै संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यहरू SDGs, जनस्वास्थ्य सङ्कट, जलवायु परिवर्तनलाई सम्बोधन गर्न सक्ने बनाउनु पर्यो, अनि साथै ऋणको पुनर्संरचना गर्ने र राहत दिने कुरामा पनि यिनीहरू अलि उदार हुनु पर्यो भन्ने माग छ। अब ग्लोबल साउथ अर्थात् विकासोन्मुख राष्ट्रहरूको समूहको भूमिकाबारे कुरा गरौँ। भाषणमा के विश्वास व्यक्त गरिएको छ भने अहिलेको विश्वव्यापी तनावको बीचमा यी देशहरू चेपुवामा परे पनि संसारलाई चाहिने आधारभूत परिवर्तनको जग चाहिँ यही छ। तर सँगसँगै एउटा चिन्ता पनि छ। के चिन्ता? त्यो बढ्दो दक्षिणपन्थी राष्ट्रवाद र एकपक्षीयताले गर्दा सामूहिक कार्य र त्यो अन्तर्राष्ट्रिय ऐक्यबद्धता झन कमजोर पो भइरहेको छ कि भन्ने। त्यो पनि छ है। यही पृष्ठभूमिमा ब्रिक्स, ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका अनि पछि थपिएका सदस्यहरूको साझेदारीलाई एउटा महत्त्वपूर्ण मञ्चको रूपमा हेरिएको छ। यसले अझ समतामूलक, सन्तुलित र सबैको प्रतिनिधित्व हुने विश्वव्यापी प्रणाली बनाउन भूमिका खेल्न सक्छ भन्ने आशा देखिन्छ। अनि ब्रिक्सले स्थापना गरेको त्यो न्यू डेभलपमेन्ट ब्याङ्क NDB हो, NDB को स्थापना र सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा व्यापार गर्ने प्रयास, यो दुवैलाई सकारात्मक कदम मानिएको छ भाषणमा। अनि अर्को एउटा चाखलाग्दो कुरा पनि छ। पछिल्ला केही वर्षदेखि G20 को अध्यक्षता इन्डोनेसिया, भारत, ब्राजिल जस्ता उदीयमान अर्थतन्त्रले गर्दै आएका छन्। 2025 मा दक्षिण अफ्रिकाको पालो आउँदैछ। यसलाई ग्लोबल साउथले विश्वको एजेन्डा तय गर्ने र वास्तविक परिवर्तन ल्याउने एउटा सुनौलो अवसरको रूपमा लिनुपर्छ भन्ने जोड भाषणमा छ। यो मौका गुमाउनु हुँदैन भन्ने सन्देश प्रष्ट छ। यो कुरा आज मात्र उठेको होइन नि। 50 वर्ष अघि नै असंलग्न आन्दोलन NAMले उठाएका मागहरू जस्तै अन्तर्राष्ट्रिय व्यापार नियम सुधार्ने, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधार्ने अनि हरेक देशको आफ्नो प्राकृतिक स्रोतमाथिको सार्वभौम अधिकार सुनिश्चित गर्ने आज फेरि सान्दर्भिक भएर उठेका छन्। नामका मागहरू हो, ऐतिहासिक ऋण माफीको कुरा, IMFबाट नयाँ SDRs जारी गर्ने कुरा, सहुलियतपूर्ण आर्थिक सहयोग र प्रविधि हस्तान्तरण जस्ता ठोस मागहरू अहिले फेरि अगाडि आएका छन्। हो, अनि यसै सिलसिलामा विश्व व्यापार सङ्गठन WTOमा सुधारको लागि अफ्रिका समूह, भारत र क्युबाले एउटा प्रस्ताव नै पेश गरेका रहेछन्। WTOलाई विकास र समावेशिता प्रवर्धन गर्न सुदृढ गर्ने भन्ने। त्यो प्रस्तावले विश्व ब्याङ्ककै तथ्याङ्क देखाएर कसरी विकसित र विकासोन्मुख देशहरूबीच प्रति व्यक्ति आएको खाडल झन बढेको छ भनेर औल्याएको छ। त्यसैले भविष्यका व्यापार सम्झौताहरूमा
विकासोन्मुख देशहरूलाई दिइने त्यो विशेष तथा विभेदकारी व्यवहार, स्पेशल एन्ड डिफरेन्शियल ट्रिटमेन्ट, जसले उनीहरूलाई केही लचकता दिन्छ, त्यसलाई कायमै राख्नुपर्छ भन्ने माग छ। यी सबै संरचनागत परिवर्तनका लागि भाषणले मुख्य जोड दिएको कुरा चाहिँ ऐक्यबद्धता र कार्य हो जस्तो लाग्यो मलाई। प्रगतिशील संगठनहरू र ट्रेड युनियनहरूलाई विश्वव्यापी रूपमा एक भएर भाषण र वक्तव्यभन्दा माथि उठेर ठोस कदम चाल्न आह्वान गरिएको छ। जस्तै दक्षिण अफ्रिकी ट्रेड युनियनहरूलाई 1 महिनासम्म इजरायली सामानहरू कुनै पनि माध्यमबाट ढुवानी नगर्न सुझाव दिएको छ। यो त निकै कडा कदम भयो नि। हो नि, निकै कडा। अनि प्यालेस्टिनी जनतालाई तत्कालै चाहिने औषधि र खाद्यान्न सहयोगका लागि पनि ठोस कार्य गर्न आग्रह गरिएको छ। सबै दक्षिण अफ्रिकीलाई कम्तीमा एउटा सामान दान गर्न र त्यसलाई इजिप्टको सिमानासम्म पुर्याउन कुनै एयरलाइन्सलाई मनाउन सकिन्छ कि भनेर सुझाव दिएको छ। मूल सन्देश एकदमै स्पष्ट छ। अब कुरा गर्ने होइन, केही गर्ने बेला आयो। टक लेस एन्ड डु मोर। दक्षिण अफ्रिकाको आफ्नै इतिहास हेर्दा पनि रङ्गभेद विरुद्धको त्यो लडाईँमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता कति महत्त्वपूर्ण थियो भन्ने कुरा पनि स्मरण गराइएको छ भाषणमा। हो नि, त्यति बेला विश्वभरका नागरिक समाज, राजनीतिक दलहरूले रङ्गभेदी शासनलाई एक्ल्याउन ठूलो भूमिका खेलेका थिए। त्यो नभएको भए सायद। हो, भूमिगत सङ्घर्ष, सशस्त्र सङ्घर्ष र जनआन्दोलनका साथसाथै यो अन्तर्राष्ट्रिय ऐक्यबद्धता पनि रङ्गभेद अन्त्य गर्ने एउटा प्रमुख स्तम्भ थियो भनेर उल्लेख छ। अनि वक्ताले बीडीएस अर्थात् बहिष्कार, लगानी फिर्ता र प्रतिबन्ध आन्दोलनको समर्थन त गर्नुभएको छ, तर उहाँले यसलाई कसरी रणनीतिक रूपमा प्रयोग गर्ने भन्नेमा थप सोच्नुपर्ने कुरा पनि उठाउनु भएको छ। मतलब केवल विरोधका लागि विरोध मात्र होइन। हो, केवल विरोध प्रदर्शनका लागि मात्र नभएर चाहेको परिणाम कसरी निकाल्ने भन्नेमा ध्यान दिनुपर्ने तर्क छ। उहाँले एउटा उदाहरण पनि दिनुभएको छ। दक्षिण अफ्रिकाले 2017मा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलायो, तर के त्यो कदमले शान्ति प्रक्रियालाई अगाडि बढाउन साँच्चै मद्दत गर्यो त? यो प्रश्न विचारणीय छ। हो, त्यो पनि सोच्नुपर्ने कुरा हो। अनि अर्को महत्त्वपूर्ण आह्वान छ, प्रगतिशील शक्तिहरू बीचको आपसी विभाजनलाई त्यागेर एक हुनु पर्यो भन्ने। क्युबामाथि लागेको 61 वर्ष लामो आर्थिक नाकाबन्दी हटाउनुपर्छ भनेर संयुक्त राष्ट्रसङ्घमा लगभग सबै देशले मत दिँदा पनि अमेरिकाले त्यसलाई निरन्तरता दिइरहेको छ। र क्युबाली जनता आधारभूत आवश्यकताबाटै वञ्चित छन्। यसका लागि पनि विश्वव्यापी ऐक्यबद्धता चाहिन्छ। त्यही ऐक्यबद्धताको अभाव कहाँ देखिन्छ भन्ने एउटा उदाहरण पनि दिनुभएको रहेछ। हो, दक्षिण अफ्रिका सरकारले क्युबालाई सहयोग गर्न खोज्दा अफ्रिफोरम भन्ने एउटा सङ्गठनले त्यसलाई अदालतमा चुनौती दिएछ। वक्ताको चिन्ता के छ भने यो कानुनी लडाईँमा प्रगतिशील शक्तिहरूले सरकारलाई खुलेर साथ दिएनन्। उहाँले अफ्रिफोरम जस्ता सङ्गठनहरूले दक्षिण अफ्रिकामा सकारात्मक विभेद जस्ता प्रगतिशील नीतिहरूलाई उल्ट्याउन खोजिरहेको आरोप पनि लगाउनु भएको छ। भनेपछि आन्तरिक एकताको महत्त्वलाई पनि दर्शाएको देखियो। समग्रमा हेर्दा यो भाषणले वर्तमान विश्व व्यवस्था, खास गरी पश्चिमी शक्तिहरू र उनीहरूले बनाएका अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकामाथि निकै गम्भीर प्रश्नहरू उठाएको छ। यसले ग्लोबल साउथको नेतृत्वमा बन्ने एउटा अझ न्यायपूर्ण, समतामूलक र बहुध्रुवीय विश्वको परिकल्पना गरेको जस्तो देखिन्छ। बिल्कुल। र यसको सार मतलब मुख्य सन्देश के हो भने केवल भाषण, वक्तव्य वा प्रस्ताव पारित गरेर मात्र पुग्दैन। चाहे प्यालेस्टिनियन जनताको अधिकारको कुरा होस्, क्युबामाथिको नाकाबन्दीको विरोध होस् वा विश्वव्यापी आर्थिक र व्यापारिक संरचनामा सुधारको माग होस्, यी सबैका लागि ठोस कदम, आपसी एकता र सोचे बुझेर बनाइएको रणनीतिक अन्तर्राष्ट्रिय ऐक्यबद्धता अनिवार्य छ। हो, व्यक्तिगत र सामूहिक स्तरमा गर्नुपर्ने कामको महत्त्वलाई यसले निकै जोड दिएको छ। निश्चय पनि। र यो स्रोत सामग्रीमा प्रत्यक्ष रूपमा नभनिए पनि यो पुरै छलफलले एउटा गम्भीर प्रश्न उब्जाउँछ जस्तो लाग्छ मलाई। के प्रश्न? के आजको यो जटिल र यति विभाजित विश्वमा राष्ट्रिय स्वार्थ र आन्तरिक मतभेदहरूभन्दा माथि उठेर यस्तो साँच्चीकैको विश्वव्यापी प्रगतिशील ऐक्यबद्धता सम्भव छ त? अनि यदि सम्भव छ भने त्यसलाई यथार्थमा बदल्न कस्तो किसिमको नेतृत्व चाहियो, कस्तो सङ्गठन र कस्तो त्यागको आवश्यकता पर्ला? यो हामी सबैले सायद मनन गर्नुपर्ने प्रश्न हो।